नमस्ते र राधे राधे सबैलाई। आज चाहिँ हामी जाँदैछौँ नाम्साई भनेर। अनि हेर्नु न केटाकेटी कति फुर्ती भएका छन् घुर्न पाउँदाखेरि त। अहिले स्कुल छुट्टी छ कि, अनि त्यही भएर भोलि पर्सि स्कुल खुल्छ, अनि फेरि घुर्न पाउँदैनन्। उनीहरूको त एक दिन पनि आराम हुँदैन, खालि सन्डे एक दिन पनि डान्स क्लास भनौँ, आर्ट्स क्लास भनौँ, के भनौँ, त्यो पनि आराम पाउँदैन। त्यसैले अनि आज घुरिहाल्यौँ हिँड भनेर हाम्रो फ्यामिली अनि हस्बेन्डको साथीको फ्यामिली मिलेर घुर्न गयौँ कि, किनकि छोराछोरी सँगै पढ्छन् एउटै स्कुलमा। अनि त्यसैले हामी गयौँ नाम्साई घुर्न भनेर। अनि अरुणाचल युनिभर्सिटी पार भएर हामी पुग्यौँ गोल्डन पगोडा पुग्दा चाहिँ कति राम्रो लाग्छ कि, मन शान्ति। किनकि हेर्नु न कति सुन्दर छ, पुरा गोल्डन कलरको, राति त अझै चम्किला देखिन्छ परबाट पनि। अनि हामी त्यहाँ पसेर घुरघार गऱ्यौँ, कति राम्रो लाग्छ नि त्यो मन्दिर जाँदाखेरि। पुरा मनलाई शान्ति हुन्छ, चारैतिरको पुरा इन्भाइरोमेन्ट नै शान्त हुन्छ कि। अनि फुलहरू पनि कति सुन्दर फेरि गोल्डन पगोडामा। अनि केटाकेटीहरू त्यहाँ खेल्न थाले एकछिन, अनि त्यसपछि त्यहाँबाट निस्केर त्यहाँ बाहिर एउटा सप रहेछ कि, अनि त्यहाँ जुस खान्छु भनेर भन्न थालेँ। अनि जुस खाएर हामी निस्क्यौँ 7 km को लागि। 7 km चाहिँ यसलाई किन भन्छ भन्दाखेरि चोखामबाट त्यो रिजोर्ट पुग्नलाई 7 किलोमिटर रहेछ कि, अनि त्यसैले 7 km भनेको 7 किलोमिटर। अनि हामी त्यहाँ पुग्यौँ। अनि त्यहाँ पुगेर गाडी साडीबाट नामेर अनि टिकट काट्नु पर्दैछ कि, टिकट काटेर हामी पस्यौँ 7 km मा। अनि त्यहाँपछि त्यहाँ पनि कति राम्रो लाग्ने कि, केटाकेटी त पुरा फुर्ती गरिरहेको छन्, उफ्रिरहेको छन्, पानी खेल्न पाउँछु नुहाउन पाउँछु भनेर। अनि त्यहाँ चाहिँ फेरि माछा पालेका रहेछन् कति ठुला। अनि हेर्नु न भित्र कति सुन्दर। अहिले त्यति वेदर त्यस्तो गरम छैन कि, त्यही भएर खाली रहेछ। पछि समर भेकेसनमा आउँदाखेरि त जग्गै पाइन्न, त्यस्तो भिड हुन्छ, झन् सन्डे त जानै सकिन्न। अनि केटाकेटी पुरा त्यहाँ नामेर नुहाउन थाले, पुरा इन्जोय गर्न थाले। छोरा चाहिँ पहिला फर्स्ट नामेन, उसलाई चाहिँ पुरा ठन्डा लाग्यो भनेर। अनि त्यसपछि उनीहरू नुहाउँदै अनि यतापट्टि फ्रेन्च फ्राइसहरू स्न्याक्सहरू खाँदै गरेँ। अनि त्यसपछि फेरि नुहाउन गएँ। अनि मैले चाहिँ कपडा लगाएको थिइनँ कि, वेदर त्यति राम्रो थिएन, अनि त्यसैले खुट्टा मात्रै भिजाएँ मैले चाहिँ। अनि हेर्नु न माछा कति ठुला। त्यहाँको अब त्यहाँ आउनु टुरिस्टहरूलाई इन्टरटेनमेन्ट हुन्छ भनेर त्यसले माछा पालेका अब। अनि पहिला फर्स्ट त गएको थिएन छोरा चाहिँ, अनि पछि त पुरा उसलाई मजा लागेछ सबै नुहाएको देखेर। अनि ऊ पनि गएर नुहायो। अनि साथीहरू सब मिलेर सँगै नुहाउन थाल्यो। अनि त्यसको बाद नुहाइधुवाइ गरेर निस्केँ। अनि ड्रेस चेन्ज गरिदिएँ मैले। अनि झुल्ला रहेछ कि, झुल्ला मलाई पनि कस्तो झुल्ला मन लाग्यो झुल्ला। त्यसको पछि एलिफेन्ट राइड गर्छु भन्न थाल्यो। होइन केटाकेटी मात्रै कति हिम्मत गरेर 4जना केटाकेटी मात्रै उठेछन्। अनि पुरा एक राउन्ड मराउँदो रहेछन् कि हात्तीले। अनि त्यसको बादमा त्यहाँबाट हामी निस्क्यौँ। अब खेलिसकेपछि त पानी खेलेपछि पुरा भोक लाग्छ। अनि त्यसैले हामी त्यहाँ गोल्डन पगोडाको निचे ढाबा रहेछ कि एउटा राम्रो खालको। अनि त्यो ढाबामा पसेर हामी अनि के खान थाल्यौँ। अनि त्यो हामीले केबिन बुक गरेका थियौँ कि, अनि त्यो अलिक कसैले पसेर खाएको रहेछ कि, अनि त्यसलाई सफा गर्दै थियो त्यहाँ। अनि हामी एकछिन बाहिर बस्यौँ, सफा गरिसकेपछि हामी पुग्यौँ त्यहाँभित्र। कति राम्रो लाग्यो, म चाहिँ फेरि यस्तो जग्गामा कहिले पनि गएको थिइनँ। सानो डाइनिङ होइन बसेर खानुपर्ने चाहिँ कति सुन्दर लागेको। अरुणाचलको जग्गै मलाई मनपर्छ कि किन हो भने। अनि सबै हामी त्यहाँ मिलेर गफ गर्दै थियौँ। खाना आउन एकछिन टाइम लाग्यो त्यसैले। अनि खाना आइसक्यो। अनि यो टोप्ला भातहरू फेरि कति राम्रो न, बोइलहरू खाएर पनि कस्तो टेस्टी लाग्यो कि, मैले कहिले बोइल त्यसरी खाएको थिइनँ। अनि बोइल र भात खाँदाखेरि कस्तो राम्रो लाग्दो रहेछ। सबैको पनि त गर्नु पऱ्यो, खानु पऱ्यो नि त। अनि हुन्छ त गाइस, बाई।